अब अहिले कहाँ बस्नुहुन्छ? म हजुर, अहिले म भक्तपुर बस्छु। भक्तपुर अर्को घर छ नाइ टेरामा भाडामा। हजुर। अब घर कहिले बनाउने? नेताहरूसँग त पैसा टन्न हुन्छ अरे, घर जल्दैमा नेतालाई खासै समस्या पर्दैन अरे, सेभिङ टन्न हुन्छ म यहाँलाई एउटा कुरा। अर्को कुरा चाहिँ नेतालाई चन्दा दिने सहयोग गर्ने मान्छेहरू तमाम हुन्छन्, त्यस्तो समस्या चाहिँ हुँदैन अरे है। म यहाँलाई अनुरोध गरौँ, मेरो महेन्द्रनगरको 2टै घर जुन जलेको छ त्यो मेरो पिताजीले बनाउनु भयो। मलाई लाग्छ एउटा के अरे जुन गाउँको घर छ त्यो त मुस्किलले म 9-10 वर्षको उमेर थियो होला त्यो बेला बनेको घर हो। अर्को जुन बजारको घरको कुरा गरेँ मैले, महेन्द्रनगरको भाडाको घर हो, के अरे भाडामा दिने गरेका थिएँ मैले। त्यो घर पिताजीले 52-53 सालतिर बनाउनु भयो है। काठमाडौँको घर 72, 70, 71 सालतिर बनाएको हो। त्यो पनि महेन्द्रनगरको पनि केही जग्गा बेचेर पिताजीको यसमा पनि कन्ट्रिब्युसन छ। 2टा त बुवाले नै बनाउनु भयो, काठमाडौँको घरमा नि पिताजीको कन्ट्रिब्युसन छ। नेताहरूसँग पैसा हुन्छ, टन्नै हुन्छ, पैसा कमाएको हुन्छ भन्ने कुरामा म तपाईँलाई प्रष्ट तपाईँलाई र तपाईँ मार्फत आग्रह गर्न चाहन्छु। होइन, यो 100 प्रश्न छ नेताहरूमाथि। ठिक छ, ममाथि पनि अहिले के भनिएको छ भने आम स्तरमा नेताहरूको यत्रो घर जलेको छ, सम्पत्ति स्वाह भएको छ, तर उनीहरूलाई केही जस्तो पनि लागेको छैन। एउटा सामान्य मान्छेको यो स्थिति हुन्थ्यो भने सडकमा रुँदै हिँड्ने हुन्थ्यो, सडकमै बास हुन्थ्यो। तर नेताहरूलाई केही छिरिक्क भएको छैन। किन? उनीहरूसँग पैसा अकुत छ र अहिले पनि सहयोग गर्ने मान्छेहरू तमाम छन्। अब यसो छ, त्यसमा मैले भनिहालेँ नि त। अब भन्ने कुरा त अब भन्न पाइयो, जे भन्दा पनि भयो होइन। म 56 सालमा सांसद भएको हो, 62-63 मा म श्रम मन्त्री भएको हो, त्यसपछि 73 सालतिर म भौतिक पूर्वाधार मन्त्री भएँ, पछिल्लो पटक गृह मन्त्री भएको छु। 56 सालदेखि अहिलेसम्म म संसदमा बसेको छु, सांसदका रूपमा मन्त्री भएको छु होइन। अहिले म सरकारमा पनि छैन, म मन्त्री पनि छैन, सांसद पनि छैन हो। मेरो सम्पूर्ण कुराहरू छानबिन गर्दा हुन्छ, खोज्दा हुन्छ, हेर्दा हुन्छ। भन्न त सबै नेताले त्यही भन्नुहुन्छ होइन, त्यो हेऱ्यो भयो नि त, खोज्यो भयो नि। छानबिन हुन्न होला भन्ने ढुक्क भएर पनि होला है। होइन, त्यस्तो होइन।